जेनजीहरुको आन्दोलनलाई चाहिँ कसरी हेर्नुहुन्छ? जेनजीले गरे आन्दोलनसँग त उहाँको माग उहाँहरूले जे कुरा उठाउनु भयो त्यसमा अन्यथा भन्ने कुरा छैन। तर यो जे गरेको छ यो जेनजी आन्दोलनको कार्यले गर्यो होला नि जस्तो लाग्छ तपाईँलाई? तपाईलाई के लाग्छ सोधेको? तपाईँलाई के लाग्छ? तपाईँ त्यहीँ हुनुहुन्थ्यो नि। त हामीले लागेको देखिरहेको छौँ। तपाईलाई के लाग्छ? हामीले सोधेको थाहा पनि थियो होला हैन यस्तो कुराहरू। यो चाहिँ यस्तो विध्वंस चाहने उद्दण्डता चाहने ध्वंस गर्न चाहनेहरूले गरेको हो। त्यो जेनजी ग्रुप जुन छ ती त बिचरा उनीहरूको एउटा केही उनका आफ्नो कुराहरू थियो त्यसलाई लिएर सरकारको प्रोटेस्ट गरेको थियो। त्यसलाई चाहिँ मतलब अन्यथा भन्ने कुरा हुँदैन किनभने आफूलाई चित्त नबुझेको कुरामा प्रदर्शन गर्न पाउने आफ्नो मागहरू राख्न पाउने त्यो त संवैधानिक अधिकारै हो। खालि एउटा मात्रै कुरा के हो भन्दाखेरि शान्तिपूर्ण हुन्छ भनेको आन्दोलन त्यसरी भड्क्यो। त्यो भड्काउन जुन घुसपैठ गर्ने तत्त्वहरू छन् त्यसको पहिचान हुनुपर्छ। यो मुलुकलाई चाहिँ आगो लगाउनु चाहिँ राम्रो भएन।